होइन के भयो अनि त्यो के अरे हाम्रो साथीभाइहरू के खोइ त नि के अरे कलाकारहरू खोइ त नि छैन त अनि साथीभाइ नि ए केटाहरू कहाँ जान्छ यार आऊ केटा आऊ खेलौँ फिल्म हिरो बनौँ भनेको कोही वास्ता गर्दैन यार पसिना आइसक्यो यार त्यतिका भनौँ न अनि के अरे के भन्नु अरे केटाहरूले चाहिँ के भन्नु अरे के भन्छ त्यतिका आलु जस्तो तालु जाठा मलाई मतलबै छैन भन्छ नि हौ त्यसो भन के के स्टारै भने जस्तो कुरो गरेको क्या त्यसै भन्छ आलु जस्तो तालु भने जस्तो मलाई के मतलब भन्छ ए अनि तपाईँको हिसाबमा चाहिँ के अरे कलाकार चाहिँ कस्तो खालको चाहिँ के अरे कस्तो खालको चाहिँ अब के अरे हामी जस्तो ह्यान्डसमको हुँदैन कलाकार हिरो यस्ता कुरा हिरो हुनको लागि नि तिनवटा कुरा हुनुपर्छ क्या तिनवटा कुरा हुनुपर्छ हो कि कस्तो तिनवटा कुरा हो तिनवटा कुरा एउटा भनेको खतरनाक नाक फाइट हुनु पऱ्यो अर्को कुरो फेरि खतरनाक डान्स हुनु पऱ्यो अर्को कुरो भनेको खतरनाक अभिनय हुनु पऱ्यो त्यस्तो त्यतिलाई मात्रै म हिरो मान्छु हो कि त्यतिलाई मात्रै हिरो मान्छु अरू त सब जिरो ए त्यसो भने त्यो के अरे जिउसिउको काम छैन त्यो के अरे काम छैन त्यो ए त्यस्तो जिउसिउ हाइसाइड त्यस्तो लुक्छु यत्रोको त्यो काम छैन त्यो के अरे झ्याप्ले स्याप्ले केस बालेको पनि काम छैन ए काम छैन त्यस्तो हावा बकमास कपाल यस्तो पाल्छ ए गर्छ म्याटर हिरो आफूले सम्झिन्छ स्याट एउटा नाच्नु जाने छैन फाइट भने के जाने छैन मुला कमिला छ मुसुक मुसुक त्यस्तो हुन्छ हिरो थोपडा छ कसै आजभोलि के छ त्यही कपाल बालेको हुन्छ अलिक यस्तो बोडी सोडी बनाएको छ हिरो अरे म्याटरले फिल्महरू म त हिरो रोल देखाउँदै खेल्छु भन्दा म्यासा जस्तो स्पोर्ट यार म त मान्छेहरू पनि यार मान्छे कलाकार हुनुको लागि अथवा हिरो हुनको लागि मान्छेमा हुनुपर्ने गुण भनेको नि तिनवटा हो क्या मेन भनेको तिनवटा चाहिँ हुनै पर्यो है सामान्य फाइट होइन खतरनाक फाइट हुनु पऱ्यो उसँग होइन क्याटवकको चाहिँ आवश्यक छ नि त्यहाँ त्यो खल्लीबल्ली त्यो कामै छैन त्यो च्याटक सेटक ल्याटक त्यो मोटरसनको काम छैन क्या खालि त्यही चाहियो त्यस तिनवटा कुरा चाहिँ चाहियो तिनवटा कुरा चाहियो सिधै कुरा एउटा कुरा के चाहियो थाहा छ एउटा कुरा खतरनाक फाइट चाहिन्छ अनि खतरनाक डान्स चाहिन्छ अनि एउटा खतरनाक अभिनय हुनुपर्छ क्या फेरि यस्तो नि फेरि खतरनाकै हुनु पऱ्यो नि फेरि त्यो अलिअलि त्यस्तो गरेर हुँदैन नि त गाँजा खाएको त गरेर यस्तो हुँदैन नि फेरि त्यस्तो त हुँदैन खतरनाक हुनु पऱ्यो क्या उल्टी स्टोरी ज्याम्चुङ हान्नु पऱ्यो पुरा साइड किकहरू पुरा पुरा उडी हान्नु सक्नु पऱ्यो है त्यो खालको हुनु पऱ्यो क्या अनि आजभोलिको केटाहरू चाहिँ अलिकति कपाल पालेर जिम गरेको हुन्छ कि आमा नाचा म त लाज लाग्छ कस्तो पनि मान्छेहरू सम्झिन्छ छ्याक 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 कपाल पालेको छ ए हिरो अरे त्यहाँको हिरो जस्तो मुला हिरो एकचोटि देखाउनु त्यो के चाहिनुपर्ने चाहिँ कुरा के अरे बाहिर फिल्ममा देखाउनु तपाईँले फिल्ममा चाहिँ देखाउनु फिल्ममा देखाउनु त पुरै चाहिनुपर्ने एक्सन चाहिँ कस्तो हुनुपर्ने अरे चाइनिजको एक्सन चाहिँ कस्तो हुनुपर्ने अरे चाइनिजको एक्सन भने कस्तो हुँदैन अब चाइनिज भनेको कस्तो थाहा छैन नेपाली हिरोले के गर्छ नेपाली कलर के थाहा छ के गर्छ त्यस्तो हुन्छ फिल्म लाज पो लाग्छ अलिक चाइनिज सोच्दा छैन है केटाहरूसँग है के हुन्थ्यो नि आलु जस्तो मुला त्यत्रो ज्यान बनाएको छ अनि अब त्यो गेम खेलाडीहरू हुन्छ नि कुनै कुनै फिल्महरू भन्छ गेम खेलाडी भन्छ क्या त्यो गेम खेलाडी कस्तो अरे भन्दा यस्तो अरे गेम खेलाडी पुरा भिड्छ क्या अब उनीहरूले बाँच्दा यो पन्च कसरी हाल्नुपर्ने कसरी हाल्नुपर्ने कसरी तान्नुपर्ने त्यही थाहा हुँदैन रहेछ अब यस्तो हुन्छ झ्याक यस्तो यस्तो तान्यो नि त होइन 1 2 यस्तो हो नि त यो झ्याक 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 हो नि यसो गर्छ के गरेको त्यो डोरी तानेको छ झ्याक डान्स चाहिँ कस्तो हाल्नुपर्ने अरे अब डान्स त खतरा आउनु पर्ने डान्स पनि होइन अब यस्तो डान्सले पनि हुन्छ आज मान्छेहरूले नि हिरो अरे होइन यो कमर अब क्लिक हचाउनु जग्गामा यस्तो गर्छ त्यस्तो हुन्छ डान्स अनि फेरि के अरे हिरो मयौँ हजार फेरि यस्तो 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 यो यस्तो हुनु पऱ्यो नि यस्तो यो खालको डान्स गर्नु पऱ्यो यो कटकट हुनु पऱ्यो नि त छैन अब कमर हल्लाउनु भने कमर त क्लिक हल्लाउनु पऱ्यो नि हल्लाएको यसो गर्नु के हो त्यो
डान्स पनि छैन फाइट पनि छैन हिरो भन्छ अरे अब के अभिनय गर भन्छ होइन अभिनय नै गर भन्छ होइन अब अभिनय हेर्नु न रुको अभिनय गर न भनेर अब रुको त पुरा सिरियस यस्तो रुको हुनु पर्यो होइन अब के गर्छ थाहा छ यस्तो भयो अलिअलि रुको जस्तो गर्छ पुरा सिरियस रुको जस्तो गर्नु पर्यो नि तर आँसु झराउनु पर्यो नि हेर्नुलाई दर्शकलाई रुवाउनु पऱ्यो नि होइन दर्शकले त्यो छैन कि कलाकारमा परिपक्व कलाकारै हुँदैन नि फिल्म बनाउँछु हिलिङ बनाउँछु चिलिङ बनाउँछु भन्छ कृत्य घरबारी जोइ छ अनि के अरे हिरो छैन साथी अनि हिरै खेल्नु पर्ने अरे अनि हिरो पर्यो त्यो पनि आफ्नो रोल पनि हिरै खेल्छु भन्छ खाइ म लाज लाग्छ हिरो अरे भन्छ न उसँग डान्स राम्रो सिकेको छ न उसँग राम्रो फाइट गरेको छ होइन हिरो खेल्छु अरे अलिकति हाइट हुन्छ कि कपाल यतिको पालेको हुन्छ होइन हिरो खेल्छु भन्छ मलाई लाज लाग्छ त्यस्तो मान्छे हेर्दा मलाई लाज लाग्छ खान्छ क्या यस्तो क्या कलाकार हुँदाखेरि कलाकारको बेइज्जत गर्नु हुँदैन क्या कलाकार भनेको नि एउटा देशको एउटा अङ्ग हो क्या देशको एउटा विभूति एउटा के भन्नु एउटा गहना हो क्या देशलाई पनि एउटा इज्जत दिनुपर्छ क्या कलाकार भएपछि त्यही भएर हावाको तालमा कलाकार बनेको छ अनि देशको बेइज्जत गराएको छ इन्टरनेसनल वाचरहरूले इन्टरनेसनल जति पनि छ नि विदेशीहरूले हेर्छ नि त होइन दर्शक विदेशी दर्शकहरूले त्यति बेला नेपालको कलाकारमा आमा यति साह्रो क्वालिटी रहेछ भन्ने होस् क्या पहिले गरेर चाहिँ देखाउनु पऱ्यो नि त होइन गरेर देखाउनु पऱ्यो नि त छैन अब त्यो न फाइट छ न डान्स छ अनि यस्तो झ्याम्ले कल पालेको छ अलिक बडी बनाएको छ अनि हिरो अरे एउटा अलिकति पैसा हालेको पछिबाट अनि हिरो भन्यो त्यो हिरो हुन्छ हेर्नु त इन्डियाको त्यो टाइगर सर्फ कस्तो डेन्जर छ त्यस्तो हुनु क्या हिरो भनेको ल साथी यार त्यो गेम हुनु कुरा गर्नु यार सर्दै बेला होइन छोडिदिए यस्तो कुरा लाग्छ